नमस्ते साथीहरू, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यही मिति 2022 साल माघ 24 गते शनिबार भएको सङ्घीय शाखा अधिकृतलाई सोधिएका 50 वटा लोकसेवा आयोगले सोधेका 50 वटा प्रश्न तथा उत्तरहरू सङ्कलन गरेर ल्याएको छु। यहाँहरूले यो भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला र यो च्यानललाई सब्सक्राइब गरेर बढीभन्दा बढी दर्शकहरू माझ पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। प्रश्न नम्बर 1, मानव जातिको विकासको सहयोग क्रम सोधिएको थियो। त्यस्तै प्रश्न नम्बर 2 मा सुरक्षित तवरले सूर्यलाई हेर्न सकिने यन्त्र भनेर सोधिएको थियो। यसको सही उत्तर हेलिस्कोप हो। प्रश्न नम्बर 3, सही र गलत पत्ता लगाउने सोधिएको थियो। ए, अल्बर्ट आइन्स्टाइनको जन्म सन् 1879 मार्चमा भएको हो। बी, भौतिकशास्त्रमा पहिलो पुरस्कार सन् 1901 मा जर्मनीका विल्हेम कोनराड रोन्टगनलाई प्रदान गरिएको थियो। यसको उत्तरमा दुवै सही हुन्। प्रश्न नम्बर 4, ओल्ड वाइड रेबिटका पिता भनेर टिम जोन बर्नेस-लीलाई चिनिन्छ। त्यस्तै 5 नम्बरमा सही जोडा रहेको थियो। क्षयरोग बिसिजी हो। लहरेखोको डिपिटी, दादुरा मिडल, धनुष्टङ्का टिटी खोपहरू हुन्। त्यस्तै प्रश्न नम्बर 6 मा सही जोडा नै रहेको छ। अल्बर्ट आइन्स्टाइन थ्योरी अफ रिलेटिभिटी, स्टेफन हकिन्स ब्ल्याक होल्स, म्यारी क्युरी रेडियो एक्टिभिटी, त्यस्तै म्याक्स प्लाङ्क क्वान्टम थ्योरी हो। रक्त सञ्चार प्रश्न नम्बर 7, रक्त सञ्चार प्रणालीका पिता, यसको सही उत्तर विलियम हार्भी हो। प्रश्न नम्बर 8, नेपालमा आयोजना भएको सार्कीघर सम्मेलनमा तेस्रो, 11औं र 18औं हुन्। प्रश्न नम्बर 9 मा ठिक बेठिक छुट्याउने रहेको छ। दक्षिण कोरियाले सन् 2024-25 को अवधिका लागि युएनको आर्थिक परिषदमा अस्थायी सदस्यको रूपमा प्रतिनिधित्व गर्यो। बी, युएनको आर्थिक परिषदमा एसिया प्रशान्त क्षेत्रका 11 सदस्यले प्रतिनिधित्व गर्दछन्। यसको उत्तरमा ए र बी दुवै ठिक हुन्। प्रश्न नम्बर 10, संयुक्त राष्ट्रसङ्घको मुख्य निर्णय गर्ने अङ्ग सुरक्षा परिषदलाई मानिन्छ। प्रश्न नम्बर 11, अनक्याटेड बढी सम्बन्धित भएको क्षेत्र भनेर ट्रेड एन्ड डेभलपमेन्टलाई चिनिन्छ। प्रश्न नम्बर 12, जापान सरकारको सहयोगमा निर्माण भएको पूर्वाधारहरूमा धरान, धनकुटा सडक, नागढुङ्गा सुरुङमार्ग मात्र सही हुन्। प्रश्न नम्बर 13 मा नेपालसँग द्वैत सम्बन्ध कायम भएको देशको क्रममा बेलायत, अमेरिका, भारत, फ्रान्स र चाइना हुन्। त्यस्तै कतारमा सम्पन्न भएको 22औं फिफा विश्वकपमा तेस्रो भएको राष्ट्र क्रोएसिया हो। प्रश्न नम्बर 15, सन् 2025 को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरूमा पिटर वेट, फिलिपी एगेन एन्ड जोएल मुक्यर हुन्। प्रश्न नम्बर 16, व्यक्तित्व र देशको सही जोडामा मदर टेरेसा उत्तरी म्यासेडोनिया, बी, सिगमन्ड फ्राइड अस्ट्रिया, सी, सुकरात ग्रिस, डी, कार्ल मार्क्स जर्मनी सही हो। प्रश्न नम्बर 17, एनपिएलको दोस्रो संस्करणको पहिलो खेल जनकपुर बुल्स र काठमाडौँ गोर्खा बीच भएको थियो। प्रश्न नम्बर 18, भनाइ विचार गर्ने रहेको छ। ए, नेपालमा सबैभन्दा पहिले साक्षर घोषणा भएको प्रदेश गण्डकी हो। बी, नेपालमा सबै प्रदेश साक्षर घोषणा भइसकेका छन्। यसको उत्तरमा दुवै गलत हुन्, किनभने मध्य प्रदेश साक्षर प्रदेश घोषणा हुन बाँकी छ। प्रश्न नम्बर 19, पहिलो पटक इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने नेपाली क्रिकेटर भनेर सन्दीप लामिछानेलाई चिनिन्छ। यसको उत्तर यही हो। त्यस्तै प्रश्न नम्बर 20 मा ग्लोबल हङ्गर इन्डेक्स 2025 अनुसार नेपालको स्थान सोधिएको थियो। यसको सही उत्तर 72औं हो।
प्रश्न नम्बर 21मा रहेको छ घटनाक्रम र मितिको सही जोडा। ए भाद्र 23लाई जेन्जी शहीद दिवस घोषणा 2022 साल मङ्सिर 15 गते गरेको। त्यस्तै बीमा राष्ट्रिय एआई केन्द्रको स्थापना 2082 साल कार्तिक 24 गते भएको। सी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको सुरुवात 2082 साल पुस 17 गते भएको। डी बाघ गणना सुरु 2082 साल पुस 1 गतेबाट भएको। यो प्रश्नको अप्सनहरू नमिल्ने गरी राखेको थियो भन्ने कुरा आएको छ। प्रश्न नम्बर 22 मलाक्का जलसन्धिले अलग गर्ने भूभागहरूमा सोधिएकोमा यसको सही उत्तर मलेसिया र इन्डोनेसिया हो। प्रश्न नम्बर 23 जिल्लाहरूको पूर्वदेखि पश्चिमको क्रम सोधिएकोमा यसको सही उत्तर अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान र सुर्खेत हो। प्रश्न नम्बर 24 हिमालहरूको अवरोधी होचो क्रम मिलाउन लागिएकोमा यसको सही उत्तरमा सगरमाथा 8848.86, कञ्चनजङ्घा 8586, लोछे 8516, मकालुपथुम 8463। त्यस्तै 25 नम्बर कालीगण्डकी नदीमा निर्माण गरेको 3 मुखे पुलले जोड्ने जिल्लाहरू सोधिएकोमा यसको सही उत्तर पाल्पा, गुल्मी र सेङ्जा हुन्। प्रश्न नम्बर 26 ऐतिहासिक घटनाक्रमहरूको घटनाको मितिको आधारमा अघिल्लोदेखि पछिल्लो क्रममा मिलाउँदा सही उत्तरमा अमेरिकी स्वतन्त्र सङ्ग्राम, त्यसपछि फ्रान्सको राज्य क्रान्ति, त्यसपछि प्रथम विश्वयुद्ध, त्यसपछि रुसी क्रान्ति भएको थियो। प्रश्न नम्बर 27मा भनाइ विचार गर्ने सोधिएको भनाइ विचार गर्ने छ। एमा बहादुर शाहको देहावसान जेलमा भएको थियो। बी नेपाल अङ्ग्रेज युद्धको दौरानमा नालापानी युद्धमा अङ्ग्रेज तर्फका जनरल जेलेस्पीको मृत्यु भएको थियो। सी नेपाल अङ्ग्रेज युद्धको दौरानमा जनरल जेलेस्पीको मृत्युपछि उक्त देहरादुन, गढवाल, श्रीनगर, नुहानको क्षेत्रको सैनिक कमान्ड सम्हाल्ने जनरल वुड थिए। यसको सही उत्तरमा ए र बी सही, त्यस्तै सी भने गलत हो। प्रश्न नम्बर 28 दिएका मध्ये बालकृष्ण समको कृति कुन होइन भनेर सोधिएको छ। यसको सही उत्तर अग्नि हो। प्रश्न नम्बर 29मा नेपालको इतिहास सम्बन्धी जोडा रहेको छ। यसको उत्तरहरू मिलाएर दिएको छ। रणजित मल्ल भक्तपुर, नृपेन्द्र मल्ल काठमाडौँ, हेमकर्ण मकवानपुर, त्यस्तै रिपुमर्दन शाह लमजुङ हुन्। प्रश्न नम्बर 30 धार्मिक स्थल रहेको स्थानको सही जोडा सोधिएको थियो। यहाँ मिलाएर दिएको छ। त्रिवेणी धाम नवलपरासी, मुक्तिनाथ मुस्ताङ, स्वर्गद्वार प्युठान र अलेसी महादेव खोटाङ सही हो। यो मैले मिलाएर राखेको दिएको छु। प्रश्न नम्बर 31मा जनगणना 2078 अनुसार दिएका जनजातिहरूको जनसङ्ख्याको आधारमा ठुलोदेखि सानो क्रममा जनगणना 2078 अनुसार जातिहरूको जनसङ्ख्या आधारमा सानोदेखि ठुलो क्रम मिलाउँदा सही उत्तरमा राई, तामाङ, थारू र मगर हुन्छ। प्रश्न नम्बर 32 प्रशासन सुधार सुझाव समितिको प्रतिवेदन 2070ले खारेज गर्न सिफारिस गरेको मन्त्रालय कुन हो भनेर सोधेको छ। यसको सही उत्तर भूमि सुधार तथा व्यवस्था मन्त्रालय हो। प्रश्न नम्बर 33 नेपालको संविधान अनुसार भनाइ विचार गर्ने सोधिएको छ। ए नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्। बी नेपालमा जन्मने सबै व्यक्तिलाई नेपाली नागरिक प्राप्त हुन्छ। सी नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकताको व्यवस्था गरिएको छ। यसको सही उत्तरमा बी गलत, ए र सी सही हुन्। प्रश्न नम्बर 34 नेपालमा प्रदेशको प्रशासनिक प्रमुख भनेर कुनलाई चिनिन्छ भनेर सोधिएको छ। यसको सही उत्तर प्रमुख सचिव हो। प्रश्न नम्बर 35 तगत सरकार तिनका अधिकारको सूची जोडा मिलाउनुहोस् भनेर सोधिएको छ। यसको सही उत्तरमा ए सङ्घीय सरकार विदेश सहायता, बी राज्य सरकार गुठी व्यवस्थापन, सी स्थानीय सरकार माध्यमिक शिक्षा, डी सबै तहको साझा भनेर विपद व्यवस्थापन। त्यस्तै प्रश्न नम्बर 36 कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन नबन्ने भनेर उल्लेख भएको मौलिक हक भनेर धारा 16 को सम्मानपूर्वक बाँच्न पाउने हकलाई चिनिन्छ। प्रश्न नम्बर 37मा सही जोडा मिलाउने सोधिएको छ। ए संवैधानिक परिषदको सदस्य प्रतिनिधि सभाको उपसभामुख हुन्छ। राष्ट्रिय सुरक्षा परिषदको सदस्य नेपाल सरकारको मुख्य सचिव हुन्छ। सी न्याय सेवा आयोगको सदस्य महानिर्देशकता हुन्छ। डी न्याय परिषदको सदस्य राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको कानुनविद हुन्छ। प्रश्न नम्बर 38 जलविद्युत र क्षमताको सही जोडा रसुवागढी 111 मेगावाट, बी देवीघाट 14.1 मेगावाट, कालीगण्डकी 144 मेगावाट, केन्द्रीय मङस्याङकी 70 मेगावाट यो मिलाएर मैले दिएको छु। प्रश्न नम्बर 39मा 16औँ योजनाको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको घर परिवार
को लक्ष्य प्रतिशत 85% रहेको छ। त्यस्तै प्रश्न नम्बर 40 मा सोधिएको छ औद्योगिक व्यवसाय ऐन 2076 अनुसार निर्यातमूलक उद्योग भनेर कुनलाई चिनिन्छ भनेर सोधेको छ। यसको उत्तर हो ऊर्जामूलक उद्योग बाहेक आफ्नो उत्पादनको कम्तीमा 40% भन्दा बढी निर्यात गर्ने उद्योगलाई चिनिन्छ। त्यस्तै प्रश्न नम्बर 41 मा आर्थिक वर्ष 2082-83 को मौद्रिक नीति अनुसार मुद्रास्फीति दर कति रहेको छ भनेर सोधेको छ। यसको सही उत्तर 5%। प्रश्न नम्बर 42 मा सही जोडा सोधिएको छ। ए मिलाएर दिएको छु। एमा नेपालमा पर्यटकको औसत बसाइ 13.3 दिन रहेको छ। बी नेवारको जनसङ्ख्या लाखमा 13.4 रहेको छ। सी अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान 25.6 रहेको छ। डीमा बेरोजगारी दर प्रतिशत 11.4 रहेको छ। त्यस्तै प्रश्न नम्बर 43 मा दिएका मध्ये नेपालमा वैदेशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण योगदान दिने क्षेत्र भनेर कुनलाई चिनिन्छ भनेर सोधिएको छ। यसको सही उत्तर पर्यटन हो। प्रश्न नम्बर 44 मा विश्वव्यापी तापक्रम वृद्धिको लागि मुख्य जिम्मेवार हरितगृह ग्यास कार्बन डाइअक्साइडलाई चिनिन्छ। त्यस्तै प्रश्न नम्बर 45 मा हरितगृह ग्यास उत्सर्जनका लागि प्रमुख कारक क्षेत्रहरूको घट्दो क्रममा ऊर्जा, कृषि, उद्योग र फोहोर हुन्। प्रश्न नम्बर 46 जलवायु परिवर्तन सम्बन्धी कन्फरेन्स अफ पार्टिज को आयोजना सर्वप्रथम कहिले भएको थियो भनेर सोधेको छ। यसको सही उत्तर सन् 1995 मा बर्लिनमा भएको थियो। त्यस्तै प्रश्न नम्बर 47 मा जलवायु भन्नाले सरदर कति लामो अवधिको मौसमको अवस्थालाई चिनिन्छ भनेर सोधेको प्रश्न हो। यसको सही उत्तर 30 वर्ष वा सोभन्दा बढी। प्रश्न नम्बर 48 मा जनगणना 2078 अनुसार 10 वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको पहिलो विवाह गर्दाको उमेर सबैभन्दा बढी हिस्सा भएको उमेर कुनलाई चिनिन्छ भनेर सोधेको छ। यसको सही उत्तर हो 18 देखि 20 वर्षलाई। प्रश्न नम्बर 49 दिएका मध्ये गलत कुन हो भनेर सोधिएको छ। ए अमेरिकाको सुपरियर ताल विश्वको सबैभन्दा ठुलो स्वच्छ पानीको ताल हो। बी क्रेटर तालहरू ज्वालामुखी विस्फोटनबाट बनेका हुन्। सी पृथ्वीको नक्सामा समान हावाको चाप रहेका बिन्दुहरू जोड्ने रेखालाई समचाप रेखा भनिन्छ। डी कर्कट रेखा भूमध्य रेखाको 23.5 डिग्री दक्षिणमा पर्दछ। यसको उत्तर डी गलत हो, किनभने कर्कट रेखा भनेको चाहिँ 23.5 डिग्री उत्तरको अक्षांशलाई चिनिन्छ, दक्षिणलाई होइन। प्रश्न नम्बर 50 मा देश र स्थानको सही जोडा रहेको थियो। यसमा 2 अप्सन मात्र मिल्ने गरी राखेको थियो। यहाँहरूले मेरो च्यानलमा राखेका भिडियोहरू कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।